ग्रन्थवालामा पनि के हुँदैन है नगर्ने क्या भाउजू भने नगर्ने भने म नगर्ने क्या भाउजू कस्तो त्यस्तो हुँदैन एउटा भिडियो चाहिँ आज हान्नै पर्छ एउटा भिडियो प्लिज के हान्ने आज चाहिँ यस्तो राम्रो हुडी आएछ अनि अस्ति जस्तो भयो भने मलाई अलिकति ए यहाँ हेर यहाँ अस्तिको कुरा बिर्सिसक्यो अब एयर कन्डिसनवाला हुडी आएछ यो हुडीलाई टक्क लाएर तिम्रो स्टाइलमा तर भद्रगोल चाहिँ होइन है आज यहाँ मैले भद्रगोलको सामान केही छैन भद्रगोल नगरिकन अस्ति जस्तो भद्रगोल गर्छु क्या मैले भाउजू यहाँ भद्रगोलको सामान राखेको छ नि त्यही भएर मैले सबै निकालिदिएको छ यहाँ सामान के यहाँ भाग्ने हुन्छ ब्लड बस्छ यहाँ फेरि फिल्डमा बोकेर अलिक बढी गर्छ क्या भाउजू त्यही भएर हो क्या यो किन मन्त्र सन्त्र नफुकिकन एकदम जेनुन भएर गर्ने आज चाहिँ ल एकदमै प्योर राई जस्तै गर्ने है भद्रगोल केही गर्ने होइन गर्नु यो अनि कुन होडी हो यो चाहिँ हाम्रो एयर कन्डिसनवाला नयाँ आएको ग्रन्थवाला हुडी अब यो जाडोमा एक गर्मीमा एसी नै नचाहिने यहाँबाट हावा छिर्ने खालको गर्नु भाउजू कस्तो राम्रो सामान छ गर नि फेरि फिल्डमा बग्यो भने नरिसाउने है त फिल्डमा त बग्ने तर यो केही ड्यामेज स्यामेज केही गर्ने होइन त्यही त एयर कन्डिसनवाला यो ग्रन्थवाला हुडी रहेछ होइन ठिकै छ गरिदिन्छु है त ल है फिल्डमा चाहिँ म गर्छु पहिले पहिले भन्दा महँगो छ गरौँ भाउजू ल कत्रा होला है रेडी हो ल साथीहरू बबाले हुडी आएको छ ग्रन्चवाला हुडी यो हुडी चाहिँ एकदम बबाल छ हाम्रो मार्क्सवाली भाउजूकोमा बबाले चाहिँ एकदम यहाँनिर यसलाई यसरी तान्दा फेरि केही हुँदैन है हेर्नु त है केही हुन्छ त है केही हुँदैन यसलाई तान्दा पनि केही हुँदैन यसलाई मसारौँ मुसारौँ यसलाई केही हुँदैन यसलाई यहाँ राखेर गरौँ केही हुँदैन हुन्छ त ल्याइहाल्नु साथीहरू केही हुँदैन है तपाईँलाई यहाँ हेर्ने यहाँ ग्रन्थवालामा पनि केही हुँदैन है अहिले मैले झन् देयर बाबु स्यानो भनेर पड्काइदिन्छ नि थाहा हुन्छ के गरेको झन् यो यस्तो नगर्नु है भनेर पहिल्यै भनेको होइन हेर त ल नि गएन 3500 खेर मैले अघि भने त नि अलिकति फिल्डमा बग्छु भने यस्तो पनि हुन्छ फिल्डमा बग्यो भने लुगा च्यात्ने जता गर्ने च्यात्ने नाटक गर्ने यता 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 हेर्ने खालि हो भनेको 3500 को हुडी गएन खेर अब मान्छे देख्यो नि के लाजै मर्दै झन् एयर कन्डिसन हुडी भनेको त यस्तो च्यातेर अलिक सोझो पल्टिने है धेरै के अरे ग्रन्चबाट तानेको केही हुँदैन जस्तो लाग्थ्यो त्यहीबाट त गयो त ग्रन्च ए बाबा यो अनि यो पालबाट तानेसी च्यातिँदैन खोइ पालबाट तानेसी च्यातिँदैन खोइ खोइ यो हेरौँ त खोइ छाला तानौँ त सरी नि त भाउजू म पैसा दिन्छु नि त 3500 ए पैसा त्यति 35 तिमीले दिनुपर्छ मलाई सरी नि त अनि अलिकति भावनामा डुब्यो नि त अनि अलिकति त्यो ग्रन्चबाटै च्यात्नु खोजेको च्यात्यो क्या भावनामा डुब्नु खालि बिगानी झन् आज जेनुन भएर इमान्दार भएर एउटा भिडियो बनाइदेऊ न भनेको त खालि हेर्छ ल देखे के भन्छ मान्छेले देख्यो भने नि किन खालि यता हेर्नु खालि सरी नि त खालि लुक्ने सरी नि त अब काम बिगायो नि अनि लुक्ने मलाई टोइलेट आयो टोइलेट टोइलेट आयो क्या